रातमा बाहिर छोडिएको तपाईको लुगा अदृश्य दुष्ट आत्माहरूको लागि तपाईसम्म पुग्ने सबैभन्दा सजिलो बाटो हो। तपाईको गन्ध बोकेको त्यही कपडा प्रयोग गरेर उसले दुर्भाग्य निम्ति आउने वा तपाईमाथि नै नियन्त्रण गर्न सक्छ। यो त प्राय हरेक नेपाली घरमा सुनिने वाक्य हो, होइन? साँझ पर्यो कि आँगन कौसीमा सुकाएको लुगा टिप्न हतार हुन्छ। हो नि, कतिपटक आमाले ए लुगा उठा साँझ पर्न लाग्यो भन्नुभएको होला। सुन्दा अलि डरलाग्दो पनि हो, तर यो डर मात्रै होइन, यो त एउटा गहिरो सांस्कृतिक विश्वास हो, चलन हो। आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गरौँ न त। एकदम, किनभने यो हेर्दा सामान्य घरेलु काम जस्तो लागे पनि यसको पछाडि त कति धेरै कुरा जोडिएको रहेछ। लोक आस्था, अदृश्य शक्ति, फेरि हाम्रा पुर्खाको अनुभव, सबै। बिल्कुल, हाम्रो आजको यो गहन चर्चाको उद्देश्य पनि त्यही हो। यो परम्परा पछाडिको विश्वास के हो, अदृश्य शक्तिसँग यसको के सम्बन्ध छ, अनि के यसका पछाडि केही व्यवहारिक वा वैज्ञानिक कारण पनि छन् त? हो, कसरी यी दुई फरक देखिने कुरा, आस्था र व्यावहारिकता एउटै चलनमा गाँसिएका छन् त्यो बुझ्ने कोसिस गरौँ। र यसका लागि हामीले मेरो नेपालबाट प्राप्त जानकारीलाई आधार मानेका छौँ। ल, त्यसो भए सुरु गरौँ आस्थाकै पाटोबाट। नेपाली समाजमा लुगालाई कसरी हेरिन्छ? के यो शरीर ढाक्ने कपडा मात्र हो त? मेरो विचारमा त होइन होला जस्तो लाग्छ। लुगाको महत्त्व अलि बढी नै छ। एकदम, हाम्रो मान्यतामा लुगा भनेको लगाउने मान्छेको एउटा विस्तार हो। यसले उसको गन्ध, उसको पसिना, उसको ऊर्जा, भनौँ न उसको व्यक्तिगत सार नै बोकेको हुन्छ। ए, मतलब लुगा एक किसिमले त्यो मान्छेको प्रतिनिधि जस्तै हो, ठक्कै। जस्तो कहिलेकाहीँ कुनै पूजा वा धार्मिक काममा मुख्य मान्छे उपस्थित हुन नसके उसको सफा लुगा राखेर पूजा गरिन्छ नि। गरिन्छ, मैले देखेको छु। हो, त्यसले के देखाउँछ भने लुगालाई व्यक्तिको प्रतीकात्मक उपस्थितिको रूपमा लिइन्छ। ए, त्यसो भए जसरी सकारात्मक काममा लुगाले प्रतिनिधित्व गर्छ त्यसरी नै नकारात्मक शक्तिहरूले पनि लुगा मार्फत नै समात्ने हुन् त? हो, मूल विश्वासको जड यही हो। जसरी सकारात्मक ऊर्जा जोडिन सक्छ त्यसरी नै रातको समयमा असुरक्षित रूपमा बाहिर छोडिएको लुगामा नकारात्मक शक्तिहरू आकर्षित हुन सक्छन् भन्ने मानिन्छ। त्यो लुगा नै उनीहरूका लागि व्यक्तिसम्म पुग्ने बाटो बन्छ। तर के सबैलाई उत्तिकै असर गर्छ र कि कोही बढी जोखिममा हुन्छन्? खै, मान्यता अनुसार त सबैलाई बराबर हुँदैन। खास गरी साना नानी बाबुहरू जसको मन कच्चा हुन्छ भनिन्छ नि। हो, भन्छन्। हो, उनीहरू अनि शारीरिक वा मानसिक रूपले अलि कमजोर भएका व्यक्तिहरू, बिरामीहरू यस्ता नकारात्मक प्रभावप्रति बढी संवेदनशील हुन्छन् भन्ने विश्वास छ। अनि त्यस्ता व्यक्तिको लुगा रातभर बाहिर रह्यो भने के हुन्छ भनिन्छ त? कस्तो असर देखिन्छ? असरहरू विभिन्न किसिमका हुन्छन् भन्ने विश्वास छ। जस्तो बच्चा राति तर्सिने, निद्रामा बरबराउने, झस्किरहने, बिना कारण बिरामी हुने, खान नरुच्ने, यस्तो के? हो, यी सबैको पछाडि कतै न कतै त्यो बाहिर छोडेको लुगाको असर छ कि भन्ने शंका गरिन्छ। यो त भयो बालबालिका वा कमजोर मानिसको कुरा। वयस्कहरूलाई नि, उनीहरूलाई पनि केही असर गर्छ? गर्छ भन्ने नै विश्वास छ, तर असर अलि फरक हुन सक्छ। जस्तो कसैले जानी जानी दुःख दिने विचारले व्यक्तिको लुगा प्रयोग गरेर केही नराम्रो क्रिया, जसलाई टुनामुना पनि भन्छन् नि, सुनिन्छ यस्तो शब्द। हो, त्यस्तो गर्न सक्ने डर हुन्छ, जसले गर्दा बिरामी पर्ने, काममा बाधा आउने, घरमा झगडा हुने यस्ता समस्या आउन सक्छ भन्ने मानिन्छ। बाफ्रे, यो त डरलाग्दो कुरा रहेछ। यो बाहेक अरू कस्ता अदृश्य प्रभावको डर हुन्छ नि? अर्को एउटा मान्यता छ दुःखद वा नराम्रो मृत्यु भएका आत्माहरूको बारेमा। भनिन्छ त्यस्ता आत्माहरू राति घुमिरहेका हुन सक्छन्। अनि बाहिर सुकाएको लुगा उनीहरूको सम्पर्कमा आयो भने त्यो लुगामा उनीहरूको नकारात्मक ऊर्जा टाँसिन सक्छ। अनि त्यो लुगा लगायो भने? हो, त्यस्तो लुगा लगाउँदा मान्छे लामो समय बिरामी पर्ने, सधैँ दिक्क लागिरहने, निराश हुने जस्तो हुन सक्छ भन्ने विश्वास छ। अनि कतिपय ठाउँ वा समय नै अशुभ मानिन्छ नि, जस्तै मध्यरात वा मसानघाट नजिकै, त्यस्ता शक्तिबारे के भनिन्छ? हो, त्यस्ता ठाउँ वा समयमा सक्रिय हुने विशेष नकारात्मक शक्ति हुन्छन् भन्ने विश्वास छ। यिनीहरूले बाहिर छोडेको, खास गरी अलि चिसो ओसिलो लुगामा आफ्नो प्रभाव छोड्छन्। यसलाई चिसो लाग्नु वा वायु लाग्नु पनि भन्छन्। सुनिन्छ यस्तो पनि। हो,
यस्तो लुगा लगाउँदा जिउ भारी हुने, डर लाग्ने, नराम्रो सपना देख्ने वा एक्कासी बिरामी पर्ने हुन सक्छ। अझ मसानघाट जस्ता ठाउँसँग सम्बन्धित शक्तिहरू त ओसिलो लुगामा टाँसिएर घरभित्रै पसेर गम्भीर रोग वा अपसको निम्त्याउन सक्छन् भन्ने डर पनि हुन्छ। यी त भए अलि विशेष खालका शक्ति, सामान्य भूतप्रेत भनिनेहरू नि। के तिनीहरू पनि यसरी लुगाबाट हानि गर्छन्? विश्वास त गर्छन् भन्ने नै छ। सामान्य बेचैन आत्माहरू पनि लुगामा टाँसिन सक्छन्। यिनीहरूले सायद ठूलै शारीरिक हानि नगर्लान्, तर मानसिक तनाव बढाउन सक्छन्। जस्तो घरमा एक्लै बस्दा डर लाग्ने, निद्रामा झस्किरहने, सानो कुरामा झर्किने, घरको वातावरण नै अलि असहज महसुस हुने। खास गरी बच्चाहरूमा यस्तो बढी देखिन सक्छ। सुन्दै जाँदा त कति गम्भीर विश्वासहरू रहेछन्। भनेपछि रातमा लुगा बाहिर छोड्नु भनेको त आफ्नो एउटा हिस्सालाई नै असुरक्षित छोड्नु जस्तै भयो त। एकदम। प्रतीकात्मक रूपमा आफ्नो शरीर वा आत्माकै एउटा अंशलाई बाहिरी खतरामा खुला छोड्नु हो। त्यसैले त साँझ पर्नु अघि लुगा भित्र्याउनु भनेको केवल सफा राख्नु मात्र होइन, आफ्नो त्यो अंशलाई सुरक्षित गर्नु, नकारात्मक असरबाट जोगाउनु पनि हो। यी विश्वासहरू साँच्चै गहिरोसँग जोडिएका छन् है हाम्रो समाजमा। र यस्तै जानकारीहरू हामीले लिएको स्रोत मेरो नेपालमा पनि पाइन्छन्। साँच्ची यहाँहरूलाई भनौँ है, मेरो नेपाल एउटा मोबाइल एप पनि हो। र यो एप निकै उपयोगी पनि छ। यसबाट यहाँहरूले आफ्नो निशुल्क कुण्डली बनाउन सक्नुहुन्छ। अनि आफ्नो कुण्डली हेरिसकेपछि मनमा कति जिज्ञासा हुन्छन् नि, जस्तो विवाह कहिले होला, सम्बन्ध कस्तो रहला, सन्तान योग छ कि छैन, पैसा कमाई कस्तो हुन्छ, जागिर, व्यापार, विदेश यात्रा, यस्ता अनेक प्रश्न सोध्न मिल्छ। र सबैभन्दा राम्रो कुरा के भने उत्तर तुरुन्तै पाइन्छ, अनि दिनको 3वटा प्रश्न त सित्तैमा सोध्न पाइन्छ। हो, यो सेवा मेरो नेपालले प्रयोगकर्ताहरूको लागि निशुल्क रूपमा उपलब्ध गराएको हो। एकपटक हेर्नुहोला है। ल, यो त भयो एपको कुरा। अब फेरि अघिकै विषयमा फर्कौं। यी विश्वासहरू त भए जुन पुस्तौंदेखि चल्दै आए, तर के यिनीहरूको पछाडि कुनै व्यावहारिक वा वैज्ञानिक कारण पनि छ त, कि खालि डर मात्रै हो? यो महत्त्वपूर्ण प्रश्न हो। आजकल त कतिले 2-4 अक्षर पढेको भरमा यस्ता पुराना कुरालाई सिधै अन्धविश्वास भनिदिन्छन्। तर एकछिन सोच्नुपर्छ नि, हाम्रा आमा बाजे बजेले किन यसो भन्थे होलान्? होइन र, उहाँहरू पक्कै मूर्ख त हुनुहुन्थेन। उहाँहरूसँग अनुभव थियो, प्रकृतिलाई नजिकबाट बुझ्नु भएको थियो। र रोचक कुरा के छ भने लोकास्थाहरू केलाउँदै जाँदा यिनका पछाडि एकदमै व्यावहारिक र वातावरणीय कारणहरू भेटिन्छन्, जसलाई आज विज्ञानले पनि मान्छ। हो र? हो, कतिपय कुरा त विज्ञानले पत्ता लगाउनु भन्दा धेरै अघि हाम्रा पुर्खाले अनुभवबाटै थाहा पाएर नियम बनाएका थिए। यो त झनै चाखलाग्दो भयो। के हुन् त ती व्यावहारिक र वैज्ञानिक कारणहरू? नेपालको मौसमसँग केही सम्बन्ध छ कि? छ नि, प्रत्यक्ष सम्बन्ध छ। नेपालको मौसम हेर्नुस् न, रात परेपछि हावामा पानीको मात्रा मतलब आर्द्रता, ह्युमिडिटी बढ्छ अनि शीत पर्छ। हो त नि, बिहान उठ्दा त सबैतिर शीतले भिजेको हुन्छ। हो, यस्तोमा बाहिर राखेको लुगा सुक्दैन, उल्टै चिसो हुन्छ, ओसिलो बन्छ। त्यो त हो। अनि फेरि हाम्रो मौसमको भर पनि त हुँदैन। एक्कासी पानी पर्दिन सक्छ, हावाहुरी चल्न सक्छ, धोएको लुगा झन भिज्ने, फोहोर हुने। यी त भए लुगाको कुरा। अब स्वास्थ्यमा पर्ने असर हेरौं, त्यो झन महत्त्वपूर्ण छ। रातभरि बाहिर अझ ओसिलो लुगामा ढुसी र ब्याक्टेरिया उम्रिन एकदम सजिलो हुन्छ। ढुसी र ब्याक्टेरिया सुन्दै नराम्रो लाग्यो। यसले के गर्छ त? एक त लुगा नमिठो गहुन्छ, अर्को कपडाको धागोलाई कमजोर बनाउँछ, लुगा छिटो टुट्ने हुन्छ। तर मुख्य कुरा स्वास्थ्यमा असर। यस्तो लुगा लगाउँदा छाला चिलाउने, एलर्जी हुने, रातो डाबर आउने वा छालाको संक्रमण नै हुन सक्छ। खाली छालाको मात्रै समस्या हो र? होइन, अरू पनि। ढुसीको साना साना कण सासबाट भित्र पसेर रुगा खोकी लाग्ने, घाँटी खसखसाउने हुन सक्छ। दम वा एलर्जी हुनेलाई त झन गाह्रो बनाउँछ। ओहो, यो त सोचे भन्दा गम्भीर रहेछ। अरू पनि केही छ कि? अर्को कुरा छ पराग कण र अरू एलर्जी गराउने तत्व, एलर्जेन्स। हाम्रो देशमा कति थरीका बोट बिरुवा छन्, होइन? हावामा तिनका पराग कण, धुलोका कणहरू उडिरहेका हुन्छन्। रातमा ओसिएको लुगामाथि सजिलै टाँसिन्छन्। अनि त्यही लुगा घरभित्र ल्याउँदा वा लगाउँदा? हो, त्यही हो समस्या। त्यो लुगा घरभित्र ल्याउँदा वा लगाउँदा ती कणहरू घरको हावामा फैलिन्छन्।
अनि कसैलाई एलर्जी छ भने तुरुन्तै हाच्छिउँ आउने, नाकबाट सिगान बग्ने, आँखा चिलाउने, दम बढ्ने, छाला चिलाउने सुरु भइहाल्छन्। अझ सहरमा बस्नेलाई त वायु प्रदूषणको समस्या थपिन्छ। वायु प्रदूषणले कसरी असर गर्छ नि? सहरको हावामा गाडी, कारखानाको धुवाँ, धुलो, कति हानिकारक कण हुन्छन्। रातभरि बाहिरको लुगाले तिनलाई स्पन्जले जस्तै सोस्छ। यस्तो लुगा लगाउँदा छालामा समस्या आउने वा सास फेर्न गाह्रो हुने हुन सक्छ। अनि किरा फट्याङ्ग्राहरू नि राति त झन् सक्रिय हुन्छन्। हो त नि, लामखुट्टे, भुसुना, माकुरा, साङ्ला यिनीहरू लुगामा लुक्न सक्छन्। कतिले त फोहोर पार्दिन्छन्, फूल पार्छन्। बिहान थाहै नपाई त्यस्तो लुगा लगाउँदा टोक्ने वा एलर्जी हुने डर भयो। बापरे, कति धेरै व्यावहारिक र वैज्ञानिक कारण पो रहेछन् त यो सामान्य चलन पछाडि। अब त मलाई त्यो आस्था र विज्ञानको सम्बन्ध झन् प्रष्ट भयो। हो, अब ती दुईलाई जोडेर हेरौँ न। हाम्रा पुर्खाले सायद ब्याक्टेरिया, ढुसी, परागकणा भनेर नाम त दिएनन् होला, तर उहाँहरूले अनुभवबाट के थाहा पाउनुभयो भने रातभरि लुगा बाहिर छोड्दा केही न केही नराम्रो हुन्छ, मान्छे बिरामी पर्छ, बच्चा तर्सिन्छन्। अनि त्यही नराम्रो कुरालाई बुझाउन, सम्झाउन र त्यो नियम मान्न लगाउन अदृश्य शक्ति, भूतप्रेतको कुरा आयो। यसरी हेर्दा त यो लोक आस्था भनेको एक किसिमको पूर्व वैज्ञानिक जनस्वास्थ्य निर्देशिका जस्तै रहेछ, होइन त? एकदम। कस्तो राम्रो शब्द। यो पुस्ताङको अनुभवको निचोड हो, जसलाई कथा बनाएर भनियो ताकि सबैले सजिलै सम्झिउन् र मानुन्। त्यो अदृश्य शक्तिको डरले मान्छेलाई वास्तविक तर त्यति बेला नदेखिने खतरा, कीटाणु, एलर्जीका कण, प्रदूषणबाट बचायो। अनि ती शब्दहरू पनि कति मिल्दाजुल्दा, जस्तो अप्राकृतिक चिसो लाग्नु भन्नुले सायद रातको ओस र चिसोको असरलाई बुझायो। लामो बिमारीले संक्रमण वा एलर्जीको जोखिमलाई संकेत गर्यो होला। हो नि, ती कथाहरू खालि तर्साउन मात्र थिएनन्, ती त संकेत थिए, चेतावनी थिए। एउटा सामान्य नियम, साँझमा लुगा भित्र्याउले कति धेरै स्वास्थ्य र वातावरणीय जोखिमलाई एकैचोटि टारिदियो। यसको सामाजिक र मनोवैज्ञानिक पक्ष पनि त होला नि। छ ज्यू, यो सानो कामले घर, सुरक्षित ठाउँ र बाहिर अज्ञात, सम्भावित खतरा भएको ठाउँ, खास गरी राति, बीच एउटा सीमा कोर्छ। लुगा भित्र्याउनु भनेको आफ्नो परिवारको ख्याल राख्नु, उनीहरूको सुरक्षाप्रति जिम्मेवार हुनुको प्रतीक पनि हो। यसले घरलाई साँच्चै एउटा सुरक्षित ठाउँ बनाउन मद्दत गर्छ। त्यसैले त हाम्रा बा आमा, बाजे बजे यति जोड दिनुहुन्थ्यो। उहाँहरूको कुरालाई अन्धविश्वास भनेर उडाउनु त आफ्नै हानि गर्नु रहेछ। हो त, 2-4 अक्षर पढेको भरमा पुराना सबै कुरा काम नलाग्ने भन्नुभन्दा हाम्रा अग्रजले किन यसो भन्थे होलान् भनेर सोध्नु, बुझ्नु र उहाँहरूको अनुभवजन्य ज्ञानलाई सम्मान गर्नु महत्त्वपूर्ण छ। त्यसमा गहिरो ज्ञान लुकेको हुन सक्छ। बिल्कुल। त्यसो भए आजको यो छलफललाई छोटकरीमा भन्दा साँझमा लुगा भित्र्याउने नेपाली परम्परा केवल अन्धविश्वास मात्रै होइन रहेछ। होइन, पटक्कै होइन। यो त लोक आस्था र व्यावहारिक बुद्धिको सुन्दर मिश्रण हो। एकातिर लुगालाई व्यक्तिको अंश मानेर त्यसलाई अदृश्य नकारात्मक शक्तिबाट जोगाउनुपर्छ भन्ने विश्वास छ। अर्कोतिर यही चलनले हामीलाई रातको ओस, शीत, ढुसी, ब्याक्टेरिया, परागकण, प्रदूषण, किरा फट्याङ्ग्रा जस्ता वास्तविक खतराबाट जोगाउँछ, जसलाई अझ विज्ञानले पनि सही ठहर्याउँछ। र विज्ञानले यति धेरै व्याख्या गरे पनि यो परम्परा आज पनि उत्तिकै सान्दर्भिक छ, किनकि यो व्यावहारिक रूपमा फाइदाजनक छँदैछ। यसले प्रतीकात्मक रूपमा मानसिक र आध्यात्मिक शान्ति पनि दिन्छ। सबै कुरा ठिकठाक छ, सुरक्षित छ भन्ने भावना। साँच्चै नै एउटा सामान्य चलनले हाम्रो जीवनशैली र सोचको कति गहिरो पक्ष देखाउँदो रहेछ। कसरी भौतिक स्वास्थ्य, मानसिक शान्ति र आत्मिक सुरक्षा एकअर्कासँग जोडिएका छन् भन्ने कुरा हो। र यसले एउटा प्रश्न पनि उब्जाउँछ। हाम्रो दैनिक जीवनमा यस्ता अरू कति धेरै साना साना चलन वा अभ्यासहरू होलान् जसलाई हामीले ध्यान नदिएका, तर जसले यस्तै गहिरो बहुआयामिक अर्थ र पुर्खाको ज्ञान बोकेका छन्। यो प्रश्न आज हामी हाम्रा श्रोताहरूलाई सोच्नका लागि छोड्दैछौँ।